श्री गणेशाय नमः। श्री सरस्वत्यै नमः। श्री स्वस्तानि परमेश्वर्यै नमो नमः। प्रेमले भन्नु स्वस्तानी माता को जय। सम्पूर्ण भक्त भागवत जनहरूमा म वृन्दावन कतिवटाको तर्फबाट राधे राधे, हर हर महादेव, जय श्री कृष्ण, जय स्वस्तानी माको न्यानो अभिवादन गर्दै म आज हजुरहरूको समक्ष सप्तम दिवसको कार्यक्रमलाई लिएर आएको छु। आज हामी श्रवण गर्नेछौँ सप्तम दिवसको श्री माँ भगवती माघ महात्म्य दिव्य स्वस्थानी माँको व्रतकथा सप्तम अध्यायलाई यहाँ हामी श्रवण गर्नेछौँ। र सबै भक्त भागवत जनहरूमा मेरो राधे राधे, हर हर महादेव। हजुरहरूले भिडियो हेर्दै हुनुहुन्छ फेसबुकको माध्यमबाट, युट्युबको माध्यमबाट माँ भगवतीको दिव्य कथा र देश विदेशमा बस्नुहुने सबै भक्त भागवत जनहरूलाई म अनुरोध गर्दछु, बिन्ती गर्दछु, हजुरहरूले माँ भगवतीको कथा सम्पूर्ण श्रवण गर्नुहोस्। दिव्य स्वस्थानी माँको कृपा हजुरहरूले सबैले प्राप्त गर्नुहोस् भन्दै म आज सप्तम दिवसको कार्यक्रमलाई लिएर अगाडि बढिरहेको छु। र विलम्ब नगरी हामी सधैँको जस्तै आज पनि हातमा पुष्प अक्षता लिएर माँ भगवती स्वस्थानी माँको पहिले गरिने प्रारम्भमा गरिने स्तुतिलाई हामी यहाँ गान गर्नेछौँ, स्तुति गाउनेछौँ। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर् वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। प्रेमले भन्नु स्वस्थानी महारानी को जय। सबै भक्त भागवत जनहरूले आफ्नो आफ्नो हातमा भएको पुष्प र अक्षतालाई पुस्तकमा अर्पण गर्नुहोस् र अगाडिको कथालाई श्रवण गर्नुहोस्। जय जय राधा रमण हरि बोल, जय जय राधा रमण हरि बोल, जय जय राधा रमण हरि बोल, जय जय राधा रमण हरि बोल। आज हामी श्रवण गर्नेछौँ भक्तजन सप्तम अध्यायलाई आज हामी श्रवण गर्नेछौँ र म कथाको क्रममा आज अगाडि बढिरहेको छु र हजुरहरूले माँ भगवतीको दिव्य स्वस्थानी व्रत कथालाई यहाँ श्रवण गर्नुहोस् भिडियोको माध्यमले र अगाडिको कथामा म प्रवेश गर्न गइरहेको छु। अथ सप्तमो अध्यायः।
कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। सती देवीले त्यसरी प्राण त्यागेको देखेर देवता यक्ष गन्धर्व किन्नर नाग दैत्य र ऋषि मुनि सबैले अहो साह्रै अनर्थ भयो भन्दै आश्चर्य माने। उसै बेला अकस्मात आधी चलेर धुलोवणी सारा आकाश ढाक्यो र विपरीत हावा चल्न लाग्यो। बिना बादलकै मेघ गर्जन लाग्यो। यज्ञमा उपस्थित सबै देवता यक्ष गन्धर्व किन्नर दैत्य नागहरू धुलो उडेर आँखामा परे हेर्न असमर्थ भए। वायुको वेगमा वाडिन नसकी भूमिमा घोप्टिएर वायुको त्यो उग्र वेगले कतिलाई उडाएर लग्यो। कति भूमिमा पछारिए, कति रुन कराउन लागे। त्यस हुरीमा परेर कतिको हात भाँचियो, कतिको खुट्टा मर्कियो, कतिले भूमिमा टाउको टेक्न पुगे, कतिको मुख भूमिमा घोटिएर माटो खान लागे। उठ्न असमर्थ भएका जति रुन कराउन लागे। कति रक्षा गर मरे बचाओ भन्न लागे। यस्ता प्रकारले यज्ञमा उत्पात भएको केही बेरपछि हुरीको वेग कम भयो र दक्ष प्रजापतिले चिन्ता गरी सबै छोरी ज्वाइँलाई डराउनु पर्दैन भनी सान्त्वना दिइसकेपछि चित्त व्याकुल गरे। अब कसो गरौँ भन्दै गुरु बृहस्पति कहाँ गएर बिन्ती गरे, हे गुरु अनर्थ भयो, अब कसो गर्ने, असम्भव कुरा प्रत्यक्ष भयो भन्दै भयभीत स्वरमा कराउन लागे। त्यसै बेला नारदजीले सती देवीले अग्निकुण्डमा हाम फाले प्राण त्याग गरेको देखि हावा भन्दा पनि बेगले शीघ्र कैलाश पुङ्गी महादेवका चरणमा दण्डवत प्रणाम गरे उभिरहे। अनि हे नारद, तिमी के भन्न आएका भन, तिमी मौन उभिएका छौ। यस्तो शङ्करजीको आज्ञा सुनि हात जोडेर नम्र स्वरमा बिन्ती गरे, हे ईश्वर, हजुरकी प्राण प्रिया सती देवी दक्ष प्रजापतिको यज्ञाग्निमा हाम फालेर प्राण त्याग्नुभयो। किनभने हे जगदीश्वर, हे करुणानिधि, पापिष्ट दक्षले हजुरलाई अनेक शुद्र वचनले हेला गरी निन्दा गरेको त्यो महादेव कहाँको देवता हो? त्यो त बौला हो। त्यसलाई नडाकेर मेरो के हुन सक्दछ? मेरा 33 कोटी छोरी ज्वाइँ र ब्रह्मा विष्णु आदि छँदैछन्, कस्तै भए पनि म त्यसलाई डाक्ने होइन इत्यादि अनेक दुर्वचन बोलेको सुन्दा सहन नसके क्रोधयुक्त भएर भूमिमा लात्तले हानी यज्ञको परिक्रमा गरी कसैको पनि मुखतर्फ नहेरी केवल हजुरको नाम शिव शिव भन्दै यज्ञाग्निमा हाम फाली प्राण त्यागिन्। हे प्रभु, हजुरको डरले अग्निले देह दण्ड गर्न सकेका छैनन्, केवल प्राण छोडेर यज्ञ कुण्डमा शयन गरे झैं सुतिरहनु भएको छ। हे ईश्वर, यही कुरा बिन्ती चढाउन आएको हुँ। हे चन्द्रमौले, अनर्थ भयो, अब के गर्ने? यति भनी नारदजी उभिरहे। नारद मुनिका कुरा सुनेर महादेवले आज्ञा भयो, हे मुने, तिमीले भनेको कुरा निश्चय सत्य हो कि होइन? शिवको वचन सुनि नारदले भने, हे जगदीश्वर, हजुरका सामु मिथ्या बोल्ने साहस अथवा शक्ति ममा छैन। ध्यान दृष्टिले हेर्नु भए सत्य ज्ञात हुनेछ। नारदजीका त्यस्ता वचन सुनि ध्यान दृष्टिले विचार गरी अत्यन्त क्रोधले तिनै नेत्रबाट अग्निका ज्वाला निकाली दारा किटी पाखुरा निमोड्दै नारदजीको सामुन्ने नै भन्नुभयो, हे मुने, 33 कोटी देवता ले रक्षा गरिएको पापिष्ट दक्षको विनाश नगरी छाड्ने छैन। अब तिमी आफ्नो आश्रममा जाऊ भनी बिदा दिनुभयो र नारदजी श्री महादेवलाई दण्डवत प्रणाम गरेर आफ्नो धाममा गए। नारदजी गएपछि शिवजीले सती देवीलाई सम्झेर रिसले तिनै नेत्रबाट अग्निका जस्तै ज्वाला निकाले शिखाबाट एउटा जटा झिकेर भूमिमा पछारे। त्यसबाट मेघ गर्जे जस्तै चर्को शब्द गरे भयङ्कर चतुष्षष्ठी योगिनी र भूत प्रेत पिशाच प्रथम गणले सहित भएर महाकाली उत्पन्न भइन्। कस्ती महाकाली भने डरलाग्दो अनुहार भएकी, लामा दारा निस्केकी, आकाश जस्तै पेट भएकी र बाघको छाला कम्मरमा भइरहेकी, झाँक्रो फिजेकी, हातमा भयङ्कर खड्ग लिएकी, कहिले घाँस्ने कहिले लामो जिब्रो निकाल्ने यस्ती महाकाली शिवजीको सामुन्ने उभिके के कामले मेरो आराधना गर्नुभयो भनी बिन्ती गरिन्। अनि महादेवले अघि झैं अर्को जटा झिकेर भूमिमा पछारे। त्यसबाट पृथ्वी कम्पायमान पार्दै क्रोधित सिंह जसरी गर्जन्छ त्यस्तै ध्वनि निकाल्दै हजार सूर्य जस्तै तेज भएका, सम्पूर्ण शरीरमा खरानी घसेका, मुण्डमाला लगाएका, दायाँ हातमा त्रिशूल लिएका र बायाँ हातले डमरू बजाउने यस्ता भीषण मूर्ति भएका वीरभद्रले महादेवका अगाडि उभिएर बिन्ती गरे, हे शम्भो,
हामीहरूलाई किन आराधना गर्नुभयो? तिनीहरूको यस्तो प्रार्थना सुनेर महादेव आज्ञा भयो, हे वीरभद्र महाकाली, तिमीहरूलाई पापिष्ट दक्ष प्रजापतिको यज्ञ विध्वंस पारी उसको पनि संहार गरी दक्षका सहायक संरक्षक देवताहरूको पनि संहार गरेर जा आओ भनी डाकेको हुँ। अब तिमीहरू नन्दी भृङ्गी 64 योगिनी भूत प्रेत पिशाच समेत भई दक्षको यज्ञ विध्वंस गर्न तत्काल जाओ। श्री महादेवको यस्तो आज्ञा सुनि नन्दी भृङ्गी भूत प्रेत योगिनी र पिचास सहित भई मेघ गर्जे झैं सिंहनाद गरी पृथ्वी कम्पित पारी साक्षात यमराज प्राणीको नाश गर्न हिँडे झैं क्रोधित भएर शिवको आज्ञा सिरोपर गरी कैलाश पर्वतबाट हिँडी तिनीहरूको चालामाला देखेर पृथ्वीलाई भार थाम्न कठिन पर्यो र थर कापिन्। 7 समुद्र छल्किए, समस्त जीव त्राही त्राही भए। दक्षको यज्ञमा पनि अनेक किसिमका उत्पात हुन लागे। आकाशमा काग्र गिद्ध मण्डलाकार गरी उड्दै कराउन थाले। स्यालहरू आँखा र मुखबाट आगोको ज्वाला निकाल्दै कराउन र दगुर्न लागे। रगतको वृष्टि भयो, विपरीत वायु चल्न लाग्यो। यस्तो उत्पात हुन लागेको देखेर यज्ञ मण्डपमा बसेका सबै हाहाकार गर्दै यताउता भाग्न लागे। स्त्री बालक बुढाहरू भाग्न नसकी भूमिमा घोप्टिएर रुन कराउन लागे। कोही अझ के हुने हो भनेर डराई त्राही हुन लागे। ठिक उसै बेला शिवको आज्ञा पाएर उन्मत्त भएका वीरभद्र र महाकाली नन्दी भृङ्गी आदि शिवका गण मेघ गर्जे जस्तै गर्जिँदै हात्तीका बथानकमा सिंह पसे झैं दक्षका यज्ञमा पुगेर दक्षद्वारा डाकिएका देवता यक्ष गन्धर्व किन्नर नाग दैत्य गणसित परस्पर जुधे। त्यो देखेर दक्षका कन्याहरू देवकन्या नागकन्या ब्राह्मण ऋषि मुनि आदि सबै त्राही नारायण भन्दै रोइ कराई 10 दिशातिर भाग्न लागे। कोही भाग्न नसकेर लडे, कसैको हात खुट्टा भाँचियो, कोही टाउका भरले पल्टेर माटो खान लागे। कति मूर्छा परि असहाय जस्तै भूमिमा लडिरहे। तर विष्णु प्रवृत्ति देवता यक्ष गन्धर्व किन्नर आदि सबैले दक्ष प्रजापतिको रक्षा गर्न शस्त्र अस्त्र लिएर वीरभद्र महाकाली माथि प्रहार गर्न लागे। यसरी परस्पर घमासान संग्राम भयो। इन्द्रादि देवताहरूले कुन अस्त्र प्रहार गरे भने इन्द्रास्त्र, अग्न्यास्त्र, देव्यास्त्र, वरुणास्त्र, पशुपतास्त्र, ब्रह्मास्त्र, तोमर, गदा, खड्ग र मुसल, नागपाश आदिले वीरभद्र महाकाली र 64 योगिनी भूत प्रेत प्रमथ गण र विश्वम ज्वर माथि प्रहार गरे। यस्ता तरहले आफूमाथि शास्त्रार्थ प्रहार गरेको देखेर वीरभद्रका गणहरूले पनि कठोर स्वरले गर्जेर दक्षको सैन्यभित्र पसी जति भेटे उतिको टाउको समाती, निमोठी, हात खुट्टा भाँचे, मुड्कीले रगत छदाई यी देवताहरूको संहार गरे। उता महाकालीले प्रत्यक्ष काल जस्तै खड्गले वर्षाकालको प्रचण्ड मेघ गर्जे झैं गर्जी सिंहनाद गर्दै मृगका खोजमा सिंह पसे झैं र सुकेका परालमा आगो लागे जस्तै गरी दक्षका सेनाको संहार गरिन्। वीरभद्र समेत नन्दी भृङ्गी 64 योगिनी भूत प्रेत पिशाच प्रथम गण समेतले शत्रुतिरका कसैको शिर कसैको हात खुट्टा छुट्याए, कसैलाई निमोठी रगत पिएर नाच्न लागे। कोही हाँस्न थाले, कसैको मासु लुछेर खाए, कसैको कोखामा प्वाल पारेर रगत पिउन लागे। कोही देवता भागे। यसरी दक्षका सेना र कोटी कोटी देवताको संहार गरे। त्यसरी संहार गरेको देखेर दक्षका सेना र देवताले वीरभद्र र महाकालीमाथि आफ्ना शास्त्रार्थ प्रहार गरेर ती सम्पूर्ण शास्त्रार्थ महाकालीको शरीरमा छुना साथ आफै भस्म पाएर जान्थे। फेरि शिवगण र महाकालीले दक्षका सैन्य र देवगण यज्ञमा आएका धेरै वीरहरू मारिदिए। विषम ज्वरले पनि सबैको शरीरमा प्रवेश गरी अचेत पारिदिए। अनि वैकुण्ठका स्वामी श्री विष्णुले सम्पूर्ण देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग सहित दक्षका सबै सेना अचेत भएका देखेर आफ्नो देहबाट शीत ज्वर उत्पन्न गरेर सबैलाई सचेत गराए। फेरि अनेक शस्त्रास्त्र लिएर बत्तीमा पुतली गए झैं वीरभद्र महाकालीमाथि जाइ लागे। वीरभद्रले पनि त्रिशूलले सिंहनाद गर्दै सुकेको खरमा आगो लगाए झैं एक क्षणमै दक्षका अनेक सेनाहरू काटी मारिदिए। तिनमा कसैको शिर छैन, कसैको हात छैन, कसैका खुट्टा छैनन्। यस्तो स्थिति देखेर कोही रक्षा गर भन्दै भाग्न पनि नसकी भूमिमा लडिरहे। यसरी सबै देवताहरूको संहार गरी अन्य दैत्य दानवलाई समाति अग्निकुण्डमा होम्न लागे। वीरभद्रले त्यसरी दक्षका सेना देवता यक्ष दानव गन्धर्व किन्नरहरूको नाश पारी यज्ञ समेत ध्वस्त पारिदिएको हेर्न नसकी श्री विष्णुले राता
आखा पारी नागले जय निश्वास फेर्दै प्रलय कालको अग्नि जस्तै भई बायाँ हातले पाञ्चजन्य शङ्ख बजाई दाहिने हातले कोमदकी गदा उठाई संहारका हालका रुद्र जाई लागे जस्तै वीरभद्रका सेनामाथि जाइ लागे। त्यो देखेर देवता यक्ष गन्धर्व किन्नर नाग आदि सबै र दक्ष प्रजापतिका सेनाले धन्य धन्य विष्णु तिम्रो जय कल्याण होस् भन्दै आफ्ना शस्त्रार्थले विष्णुको सहायतामा लागेर कठोर युद्ध गरे। त्यस्तो देखेर महाकाली रिसले आगोको ज्वाला झैँ डरलाग्दो तेज प्रकट गरे खड्गले जाइ लागिन्। त्यो देखि भूत प्रेत पिशाच प्रथम गण डाकिनी शाकिनी र चतुष्ठी योगिनी सबै वृद्ध युद्ध गर्न लागे। जस्तै ठुलो हावा चल्नाले मेघ टुक्रा टुक्रा हुन्छ त्यस्तै दक्षका सेना देवता दैत्य गन्धर्व किन्नर नाग आदि 10 दिशामा भागे। तब विष्णुले निर्धक्कसित वीरभद्रको छातीमा कोमदकी गदा प्रहार गरे। त्यो गदा वीरभद्रको छातीमा वज्रनल गयो अनि ती मूर्छा परी भूमिमा ढले। फेरि विष्णुले नन्दी भृङ्गी 64 योगिनी भूत प्रेत पिशाच प्रथम गणका ऊपर शङ्खको चर्को शब्दका साथ सहस्त्रार्थ प्रहार गरे। त्यसरी विष्णुको प्रहारले कति लडी भूमिमा पल्टे, कति मूर्छा परे, कति भागे। त्यो देखेर दक्ष प्रजापतिका सेनाले धन्य धन्य विष्णु भनी स्तुति गरी पुष्पवृष्टि पनि गरे। तब विष्णुले पाञ्चजन्य शङ्ख बजाए। मूर्छा भइरहेका वीरभद्र महाकालीका कानमा देवता यक्ष गन्धर्व किन्नर र दक्षका सेनाले सङ्कुल ध्वनि र धन्य धन्य विष्णु भनी स्तुति गरेको शब्द पर्यो र चेतना फर्क्यो। आफ्ना सैन्य कोही भूमिमा ढलेका, कोही भाग्न लागेका र कोही के कसो गरौँ भनी अन्योलमा परेका देखि अत्यन्त क्रोधित भई काल सदृश त्रिशूलले विष्णुलाई लक्ष्य गरी बेगले प्रहार गरे। त्यो त्रिशूल विष्णुका छातीमा लाग्यो। त्यसको कष्ट सहन नसकी नवद्वारबाट रगतको धारा बगाई विष्णु मूर्छा परि ढले। उनी मूर्छित भएपछि वीरभद्रले प्रलय कालको मेघ झैँ गर्जन गरे दक्षका सेनामाथि जाइ लागे। आफ्ना गण समेत मिलेर कोटि कोटि देवताहरूको संहार गरे। वीरभद्र गर्जेको शब्द उनका बाण गणहरू नन्दी भृङ्गी प्रमथ गण समेतका कानमा पर्यो र बिउजी उभिएर हेर्दा रणभूमिमा विष्णु मूर्छा परेका र वीरभद्रले दक्ष सैन्य र देवताहरूको संहार गरेको देखेर धन्य धन्य वीरभद्र भनी आफ्ना शस्त्रास्त्र लिएर दक्षका सैन्यमाथि जाइ लागे। त्यसरी अत्यन्त भयङ्कर युद्ध भयो। कस्तो युद्ध भने हे मुनि, महाकाली र वीरभद्रले र उनका सेना समेत जाइ लागे अनि कसैको टोपी समातेर पछाडि खड्गले हानी मारे, कसैलाई मुड्कीले नै मारे। 64 योगिनीले पनि कतिलाई निमोठेर मारे, कसैको काखीमा पाल पारेर रगत पी मारे, कसैलाई पक्री अग्निकुण्डमा होमिदिए। यस्ता प्रकारले देवता यक्ष गन्धर्व दैत्य किन्नरको नाश गरेर वीरभद्रका सैन्यले जय जय भनी कराएको शब्द मूर्छा परेका विष्णुको कानमा पर्यो र मूर्छाबाट उठेर हेर्दा वीरभद्र र महाकालीले यज्ञ विध्वंस पारी देवताहरू र दक्षका सैन्य समेत नाश गरेको देखि अत्यन्त क्रोधित भई राता आँखा पारेर हे पापिष्ट, आज तेरो नाश गरेर दक्षको यज्ञ पूर्ण पारी सबै देवता यक्ष गन्धर्व नाग आदि सबैलाई सन्तोष दिनेछु। आज एकादश रुद्र तेरो सहायक भएर आए पनि रक्षा गर्न सक्दैनन्। सम्पूर्ण दुष्टको संहार गर्ने यो चक्र देखिस् भने सुदर्शन चक्र देखाए। विष्णुले भनेको त्यस्तो क्षुद्र वचन सुनेर वीरभद्र रिसले चुर भई भन्दछन्, हे पापिष्ट, विष्णु सम्पूर्ण दुष्टको नाश गर्ने चक्र भनेर देखाइस्। तेरो पराक्रम माफिक त्यो चक्र मेरा उपर प्रहार गरेर हेर, मुखले भनेर मात्र केही हुन सक्दैन। त्यस्तो वीरभद्रको वचन सुनि विष्णु रिसाई वीरभद्रलाई ताकेर सुदर्शन चक्र प्रहार गरे। त्यो चक्र अनेक सूर्यको जस्तो तेज र प्रलयकालको गर्जे झैँ गर्जना गर्दै काल रुद्र नाश गर्न गए झैँ गयो। त्यस्ता प्रकारले आएको त्यो चक्रलाई देखि नन्दी भृङ्गी भूत प्रेत 64 योगिनी प्रथम गण प्रमथ गण आदि शिवगण त्राही त्राही वीरभद्र महाकाली भने उनका नगिचै गए। जस्तो समुद्र मन्थनका कालकोट विष निस्केर सबैलाई भस्म पार्न खोज्दा शिवले पान गर्नुभएको थियो, त्यस्तै त्यो चक्र आएको देखेर मुख बाई दिनाले वीरभद्रको मुखमा पस्यो र निल्न तयार भएको देखि विष्णुले चाँडो गरी वीरभद्रका मुखबाट सुदर्शन चक्र झिकी त्यहाँबाट अन्तर्ध्यान भई वैकुण्ठ जानुभयो। जय जय श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां दक्षसेना वधो नाम सप्तमोत्सवः। श्री स्वस्थानी देव्यै नमो नमः। श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। सबै भक्त भागवत जनमा जय श्री कृष्ण, जय श्री राधेश्याम। र अब हामी विलम्ब नगरी
कथाको पश्चात जुन अन्तिम स्तुति छ त्यो स्तुति गर्न गइरहेका छौँ। हातमा पुष्प अक्षता फल जे पनि हजुरहरूसँग सामर्थ्य हुन्छ त्यो लिएर अन्तिमको स्तुतिमा हजुरहरू प्रवेश गर्नुहोस्। ओम उपनयतु मङ्गलं वः सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधिता नवनलिन दन निभेक्षण कृष्ण काले वर्षतु परजन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भया अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सदनाः सन्तु जीवन्तु शरदां शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसंग यत्राच्युतोदार कथा प्रसंग या कुन्देन्दु तुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्करा प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापः सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् नारायणायेति समर्पयेतत्। श्री स्वस्तानि परमेश्वरी देव्यै नमो नमः। मन्त्रपुष्पाञ्जलिं समर्पयामि नैवेद्यं निवेदयामि। श्री स्वस्तानि देव्यै नमो नमः। प्रेमले भन्नुहोस् स्वस्थानी महारानी को जय। आजको आनन्दको जय। समस्त भक्त भागवतजनहरूको जय। जय जय श्री राधेश्याम। सबै भक्त भागवतजनहरुमा वृन्दावन कतिवटाको तर्फबाट राधे राधे। आज हामीले श्रवण गर्यौं स्वस्थानी माँको दिव्य कथा जुन सप्तम दिवसको सप्तम अध्यायको जुन कथा छ। आज हामीले यो भिडियोको मार्फतबाट फेसबुक युट्युबको माध्यमबाट हामीले श्रवण गर्यौं र सबै भक्त भागवतजनहरुमा माँ भगवतीको अत्यन्त कृपा प्राप्त होस्। सबैको कल्याण गर्नुहोस् माँ भगवतीले। सबैलाई आनन्द प्राप्त होस्। सबैको जीवन उज्यालो होस्। सबैको जीवनको जुन अन्धकार छ अँध्यारो छ त्यो अन्धकार प्रकाशमान भएर जीवनको जुन मार्ग हो त्यो मार्गमा सद्मार्गमा जानुहोस्। सद्मार्ग प्राप्त होस् सबैलाई। सबैको कल्याण होस्। सबैको मङ्गल होस् भन्दै म वृन्दावन धामबाट राधे राधे हर हर महादेवको साथ यो भिडियो यही समाप्त गर्दछु। जय जय श्री राधेश्याम।